हेलो गाइज वेलकम ब्याक टु ब्याक न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी यता यो म्यामको रुमतिर छौँ र आज हामी विशेष गरेर चटपटे बनाउँदैछौँ। हेलो म्याडम, हजुर भन्नुस् त के लाउँदै हुनुहुन्छ? यो के बनाउँदै हुनुहुन्छ? चटपटेमा हाल्न भोटास फुट्दै हुनुहुन्छ। त्यसमा के हाल्नुभयो त? हेर्नुस् त के हाल्नु भनिदिनु पर्यो। टाउटाउ अनि प्याज खोर्सानी काँक्रो पक्र न, पक्रेर भन्नुहोस् त। टाउटाउ खोर्सानी प्याज ल ठिक छ। काँक्रा आलु धनिया चाउचाउको मसला पनि हाल्नुभएको छ। मसला हाल्ने हो या भुट्दैछु। ल ठिक छ। चटपटेको लागि यहाँ भटास चाहिँ हाम्रो टक्क लाएर रेडी हुँदैछ। म्यामहरूले चाहिँ पुरै अब रेडी गर्दै हुनुहुन्छ। अनि यो चाहिँ के हो? यो सस सस पनि यता रेडी छ। कलर यता रेडी छ। यता चाहिँ चटपटे यहीँ टक्क लाएर अब रेडी हुँदैछ। यसमा भुजा हाल्नुपर्ने होला होइन, अम्लोसँग। अब यो भटास, यो सस, कलर हो। ठिक छ। अब भटास चाहिँ हाम्रो लगभग पाकिसकेको छ होइन म्याम? भटास चाहिँ हाम्रो पाकिसकेको छ। अब केही समयमा यहाँ चटपटे बनाउँदै हुनुहुन्छ। अनि म्यामले चाहिँ के भुट्दै हुनुहुन्छ? तिल र तोरी भुट्दै हुनुहुन्छ। ल त्यो पिसेर हाल्नुपर्छ होला। ल ठिक छ। ल है गाइज, अब यो तिल पनि लगभग रेडी हुन लागिसकेको छ। म्यामले अब रेडी गर्न लाग्नुहुँदैछ। अब यो तातो सस, अब कलर पनि रेडी भइरहेको छ। भुजा यता छ, भुजा यहाँ भुजा देख्न सक्नुहुन्छ। प्लास्टिकमा टक्क लाएर भुजा। ल अब म्यामले यहाँ पिस्दै हुनुहुन्छ। तिल र के भन्नुभयो म्याम? सरसिमलाई लाएर यहाँ पिस्दै हुन्छ चटपटेमा हाल्नुको लागि। अब यता चाहिँ अब घोल्नलाई रेडी भएर बस्नु भएको छ। यता हेर्नुहोस् न। ठिक छ। अब यसमा नुन सुन हाल्ने कार्यक्रमहरू भइरहेछ। यसमा नुनहरू हालेर अब घोल्ने कार्यक्रम भइरहेको छ। अब केही छिनमा यो चटपटे एकैछिनमा रेडी हुनेवाला छ। यो चाहिँ के हो? चाहिँ चाट मसला होइन, त्यो हाल्ने कार्यक्रम हुँदैछ यहाँ चटपटेमा। दुईजना म्यामहरू मिलेर यहाँ चट्ट अब हामीले चटपटेलाई चाहिँ होइन भुजा हालेर यहाँ अब रेडी गर्दैछौँ होइन। के कस्तो हुन्छ तपाईँले हेर्दै गर्नु होला। सो गाइजहरू, चटपटे चाहिँ हाम्रो टक्क लाएर घोल्दै हुनुहुन्छ। अब रेडी हुनुलाई केही समय मात्रै बाँकी छ। सस हाल्दै हुनुहुन्छ, कलर। यो चाहिँ कलर चाहिँ टमाटरको होइन कि होइन? टमाटर कलर। थोरै तेल हाल्दै हुनुहुन्छ। तोरीकै होइन? एक बाटै बनाउँदैछौँ हामीले चटपटे। सो गाइस देख्न सक्नुहुन्छ। चम्चीले घोल्नु पर्थ्यो, हातले। ल ठिकै छ। ल बाबा दाँत कुडिन्छ फेरि। हामीले ठिकै हाल्नुहोस्। ल चटपटे चाहिँ अब लगभग रेडी हुन लाग्यो र मुखमा पानी आइसक्यो। देख न गाइस, देख न चटपटे। देख न गाइस, चटपटे चाहिँ रेडी भइसकेछ। अब हामी प्लेटमा लगाएर टक्क लाएर चाख्नेवाला छौँ र अब म्यामहरूलाई सोध्नेवाला पनि छु के कस्तो भइरहेछ यो चटपटे भनेर। ल प्लेट पनि रेडी भयो, अब हाल्दै हुनुहुन्छ।
ल अब चटपटे खानलाई म चाहिँ होइन टक्क लाएर रेडी भइरहेको छु तपाईँहरू पनि आउनुहोस् है त चटपटे खानलाई ल म्याम चटपटेको स्वाद कस्तो छ भन्नुहोस् त टल्क्यो क्या यताबाट चट्ट लाएर चटपटे खानु दामी छ ल एकदम दामी छ है चटपटे कस्तो छ रियाना चटपटे दामी छ ल ठिक छ सो गाइजहरू हामी चाहिँ अब चटपटे खानतिर लाग्यौँ मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट